आजको हाम्रो यो गहन विश्लेषणको विषय शिक्षासँग जोडिएको छ। तर सायद हामीले विद्यालयमा पढेको वा पढाएको भन्दा अलि फरक दृष्टिकोणबाट। हो, अलि फरक तरिकाले हेर्दैछौँ आज हामी। हामीसँग एउटा विस्तृत नोट छ जसले आलोचनात्मक शिक्षाशास्त्र अथवा क्रिटिकल पेडागोजी भन्छन्। हो त्यसैको अवधारणालाई के लागेको छ? क्रिटिकल पेडागोजी एकदम। अब यो विश्लेषणको उद्देश्य के हो भने के शिक्षा भनेको खालि जानकारी दिमागमा भर्ने मात्र हो त? होइन नि। होइन, यसले हाम्रो सोच्ने, प्रश्न गर्ने अनि समाजलाई बुझ्ने तरिकालाई नै कसरी बदल्न सक्छ भन्ने कुरा खोतल्नु हो। र यो विषय कक्षा कोठामा मात्र सीमित छैन। यो हामीले सूचनालाई कसरी हेर्छौं, समाचार कसरी पढ्छौं अनि नागरिकको रूपमा आफ्नो भूमिका कसरी निर्वाह गर्छौं सँग पनि जोडिएको छ। बिल्कुल। त्यसो भए आज हामी यो विधि के हो, यसको जग कहाँबाट आयो, होइन, अनि विशेष गरी नेपालको सन्दर्भमा चुनौतीहरू के छन्? हो, चुनौतीहरू के छन् अनि फेरि सम्भावनाहरू पनि त होलान् नि। यी सबै कुराको गहिराईमा पुग्नेछौं। ल, सुरु गरौँ है त। हुन्छ। अब यो अवधारणाको मुटुमा भनौँ न, ब्राजिलका शिक्षाविद पाउलो फ्रेरे हुनुहुन्छ। उहाँको त्यो एकदमै चर्चित पुस्तक हो, पेडागोजी अफ द अप्रेस्ड, त्यहीबाट यो कुरा सुरु भएको देखिन्छ। उहाँले परम्परागत शिक्षा प्रणालीलाई एउटा नाम दिनुभएको छ, ब्याङ्किङ अवधारणा, ब्याङ्किङ कन्सेप्ट। यो शब्द नै अलि अनौठो छ, होइन? हो, सुन्दा त अनौठो लाग्छ, तर यसको अर्थ निकै गहिरो छ। फ्रेरेको तर्क के हो भने परम्परागत कक्षा कोठामा शिक्षकलाई सबै कुराको ज्ञाता मानिन्छ अनि विद्यार्थीलाई चाहिँ एउटा खाली भाडो वा भनौँ न ब्याङ्क खाता। खाली खाता हो। शिक्षकको काम के हो त भन्दा त्यो खाली खातामा ज्ञान डिपोजिट वा जम्मा गरिदिने मात्र हो। विद्यार्थीले चुपचाप त्यो ज्ञान लिने, सम्झिने र परीक्षामा जस्ताको तस्तै लेख्ने। पुरै एकतर्फ प्रक्रिया भयो, शिक्षकबाट विद्यार्थीमा मात्र जाने। तर यो नोट पढ्दा मलाई के लाग्यो भने फ्रेरेले यसलाई केवल एउटा निष्क्रिय सिकाइ विधिको रूपमा मात्र हेरेका छैनन्, होइन र? एकदम सही। यहाँ मेरो कुरा अझै गम्भीर हुन्छ। फ्रेरेका अनुसार यो ब्याङ्किङ विधि केवल निष्क्रिय मात्र होइन, यो त दमनको एउटा शक्तिशाली औजार पनि हो। दमनको औजार कसरी? जब विद्यार्थीलाई केवल सुन्न र घोक्न मात्र सिकाइन्छ, तब उनीहरूले आफ्नो वास्तविकता, आफ्नो समाज अनि त्यहाँ भएका अन्यायहरूमाथि प्रश्न गर्ने क्षमता नै गुमाउँछन्। उनीहरूलाई के सिकाइन्छ भने संसार जस्तो छ त्यस्तै ठिक छ र यसलाई बदल्न सकिँदैन। हो, यसले यथास्थितिलाई कायम राख्न मद्दत गर्छ। यो केवल शिक्षा मात्र होइन, यो त एक किसिमको राजनीतिक कार्य पनि हो जसले मानिसलाई सोच्नबाट रोक्छ। वाह, यो त निकै गहिरो विश्लेषण भयो। यदि यो समस्या हो भने फ्रेरेले यसको विकल्प के दिए त? केही त भने होलान्? अवश्य। यसैको विकल्पको रूपमा फ्रेरेले समस्या प्रस्तुतिकरण शिक्षाको वकालत गरे, प्रब्लम पोजिङ एजुकेसन। यसमा शिक्षकले तयारी उत्तरहरू दिनुको सट्टा विद्यार्थीहरूकै जीवन र उनीहरूको समुदायसँग सम्बन्धित समस्याहरूलाई छलफलको केन्द्रमा ल्याउँछन्। समस्या प्रस्तुतिकरण यो व्यवहारमा कस्तो देखिन्छ? यसको कुनै ठोस उदाहरण दिन सकिन्छ? किताबमा पढेको भन्दा यो कसरी फरक भयो? अवश्य। एउटा राम्रो उदाहरण छ। मानव विज्ञानको कक्षामा प्रदूषणबारे पढाउनु छ। ठिक छ। ब्याङ्किङ विधिमा के हुन्छ? शिक्षकले प्रदूषणका प्रकार, कारण र असरहरू बोर्डमा लेख्नुहुन्छ। विद्यार्थीले नोट गर्छन् र घोक्छन्। परीक्षामा त्यही लेख्छन्। हाम्रो पालामा त्यस्तै हुन्थ्यो। हो नि। तर समस्या प्रस्तुतिकरण विधिमा शिक्षकले कक्षा यसरी सुरु गर्न सक्नुहुन्छ, ल है, हाम्रो स्कुल नजिकैको यो खोला किन यति फोहोर छ? यसको पानी पहिले कस्तो थियो, अहिले किन यस्तो भयो? यसले हाम्रो स्वास्थ्यमा के असर गरिरहेको छ? प्रश्नबाट सुरु गर्ने। विद्यार्थीको आफ्नै वास्तविकताको समस्याबाट सुरु भयो। हो। अब विद्यार्थीहरू निष्क्रिय श्रोता रहेनन्, उनीहरू अन्वेषक बने। उनीहरूले संवाद र विश्लेषण मार्फत ज्ञान आफै निर्माण गर्न थाले। यहाँबाट कुरा झनै रोचक हुँदै जान्छ। जब सिकाउने तरिका नै यसरी बदलिन्छ, तब त शिक्षक र विद्यार्थीको भूमिका पनि स्वतः बदलिने भयो। अवश्यम। परम्परागत कक्षामा त शिक्षक ज्ञानको स्रोत, विद्यार्थी ग्रहण गर्ने माध्यम। तर यो नयाँ विधिमा उनीहरूको सम्बन्ध कस्तो हुन्छ त? एकदमै फरक हुन्छ। शिक्षक अब सबै कुरा जान्ने आधिकारिक व्यक्ति रहँदैन। उसको भूमिका सहअन्वेषक वा सहजकर्ताको हुन्छ, फेसिलिटेटरको। शिक्षकको काम उत्तर दिनु मात्र होइन,
सही प्रश्नहरू सोध्न मद्दत गर्नु हो। जस्तै, यो किन यस्तो छ? वा के यसलाई फरक तरिकाले हेर्न सकिन्छ? वा यो धारणा कसको हितमा छ? यस्ता प्रश्नहरू सोध्न सिकाएर विद्यार्थीलाई स्थापित सत्य वा आधिकारिक धारणाहरूमाथि पनि प्रश्न उठाउन प्रोत्साहन गर्नु शिक्षकको काम हो। अनि विद्यार्थीहरू, उनीहरू खालि भाडो मात्र रहेनन् भने के भने त? यो नोटमा एउटा शब्द प्रयोग गरिएको छ, विद्यार्थीहरू आफ्नो शिक्षाको वस्तु होइन। सक्रिय विषय बन्छन्। हो, सब्जेक्ट्स नट अब्जेक्ट्स। मैले पनि त्यही नेर नोट गरेको थिएँ। एकदम। यसको मतलब उनीहरू केवल सूचना ग्रहण गर्ने निष्क्रिय चीज रहेनन्, बरु आफ्नो सिकाइ प्रक्रियालाई सक्रिय रूपमा निर्माण गर्ने कर्ता बने। उनीहरूलाई आफ्नो जीवन र समाजमाथि नियन्त्रण लिन सक्ने सचेत र शक्तिशाली नागरिकको रूपमा तयार गरिन्छ। यही नेर मुक्तिदायी स्वायत्तता, लिबरेटरी अटोनोमी भन्ने अर्को एउटा शब्द पनि आएको छ, जुन अलि सैद्धान्तिक सुन्यो। यसले व्यवहारमा विद्यार्थीको जीवनमा के फरक पार्छ? यसलाई यसरी बुझाउन, परम्परागत शिक्षाले विद्यार्थीलाई एउटा राम्रो कर्मचारी बन्न तयार पार्छ जो दिएको प्रणालीमा फिट हुन सकोस्। उसले सोध्ने प्रश्न हुन्छ, म कहाँ राम्रो जागिर पाउन सक्छु? सही हो। तर मुक्तिदायी स्वायत्तता विकास भएको विद्यार्थीले त्योभन्दा गहिरो प्रश्न सोध्छ। उसले सोध्छ, मैले काम गर्न लागेको कम्पनीको काम कतिको नैतिक छ? के मेरो कामले मेरो समुदायमा सकारात्मक योगदान दिन्छ? के म यो प्रणालीमा एउटा पूर्जा मात्र बनिरहेको छु वा मेरो आफ्नो आवाज पनि छ? यो भनेको प्रणालीमा फिट हुन सिक्नु मात्र होइन, प्रणालीलाई नै प्रश्न गर्न सक्ने स्वायत्तता हो। यस्तो प्रकारको सिकाइका लागि त कक्षा कोठाको वातावरण पनि फरक हुनु पर्यो। म कल्पना गर्न सक्छु, परम्परागत पिन ड्रप साइलेन्स भएको शिक्षकसँग डराउनु पर्ने कक्षामा त यो सम्भव छैन होला। पटक्कै सम्भव छैन। यसका लागि खुला, लोकतान्त्रिक र डररहित वातावरण अनिवार्य छ, जहाँ विद्यार्थीले आफ्नो विचार राख्दा यो मूर्खतापूर्ण होला कि भनेर डराउनु पर्दैन। हो, त्यो डर त धेरै हुन्छ। जहाँ फरक मत राख्दा होच्याइँदैन, बरु त्यसलाई छलफलको नयाँ अवसरको रूपमा लिइन्छ। त्यो छलफलमा व्यक्तिलाई होइन, उसको विचार, उसको दृष्टिकोण र तर्कलाई महत्त्व दिइन्छ। सामान्य कक्षामा पनि त प्रश्न उत्तरको रूपमा संवाद त भइरहेकै हुन्छ। यो आलोचनात्मक शिक्षा शास्त्रले भन्ने संवाद, डायलग चाहिँ के फरक हो? यो निकै महत्त्वपूर्ण प्रश्न हो। यसलाई एउटा उदाहरणले प्रश्न पारौँ। सामान्य कक्षाको संवाद एउटा क्विज शो जस्तै हो। क्विज शो? हो, जहाँ होस्ट भन्छ शिक्षकसँग सबै उत्तरहरू हुन्छन् र उसले प्रतियोगी भन्छ विद्यार्थीलाई त्यो उत्तर थाहा छ कि छैन भनेर जाँच्न प्रश्न सोध्छ। हो, बुझेँ। तर आलोचनात्मक शिक्षाशास्त्रको संवादात्मक पद्धति चाहिँ एउटा जासुसी टोलीले सँगै बसेर कुनै रहस्य सुल्झाएको जस्तै हो। ए, चाखलाग्दो। सुरुमा कसैसँग पनि अन्तिम उत्तर हुँदैन। उनीहरू सँगै मिलेर प्रमाणहरू जस्तै तथ्य, तथ्याङ्क, लेखहरू हेर्छन्, विभिन्न सिद्धान्तहरूबारे छलफल गर्छन्, एकअर्काको धारणाहरूलाई चुनौती दिन्छन् र सहकार्यमा एउटा निष्कर्ष निर्माण गर्छन्। यो उत्तर खोज्ने होइन, उत्तर निर्माण गर्ने प्रक्रिया हो। अब यो सबैको मतलब के हो त? विशेष गरी नेपालको सन्दर्भमा यी सिद्धान्तहरू सुन्दा निकै आदर्श लाग्छन्, तर हाम्रो वास्तविकतामा लागू गर्न कतिको सम्भव छ? यो नोटले यहाँ केही गम्भीर चुनौतीहरू पनि औल्याएको छ। हो, र चुनौतीहरू वास्तविक छन्। पहिलो त नेपालका अधिकांश कक्षा कोठाहरू अझै पनि शिक्षक प्रधान नै छन्, जहाँ शिक्षक बोल्ने र विद्यार्थी सुन्ने चलन हावी छ। हो, त्यो त छँदैछ। हाम्रो सामाजिक संरचनामा पनि शिक्षक, गुरु वा आफूभन्दा ठूलालाई प्रश्न गर्नुलाई अनुशासनहीनता वा अनादर मान्ने प्रवृत्ति छ। मलाई मेरो आफ्नै स्कुलको याद आउँछ। इतिहासको कक्षामा कुनै सन्धिको मिति घोकाइन्थ्यो, तर त्यो सन्धि न्यायपूर्ण थियो कि थिएन भनेर किन सोध्ने हिम्मत कसैको हुँदैन थियो। हो त नि। यो डरको संस्कृतिले आलोचनात्मक चिन्तनलाई सुरुमै निमुठिदिन्छ। र अर्को सबैभन्दा ठूलो समस्या सायद हाम्रो परीक्षामुखी एक्जाम ओरिएन्टेड शिक्षण अभ्यास हो। शिक्षक, विद्यार्थी, अभिभावक सबैको ध्यान कसरी परीक्षामा राम्रो अङ्क ल्याउने भन्नेमा मात्र केन्द्रित छ। हो, र जब मूल्याङ्कन प्रणाली नै घोकेको कुरा कति राम्रोसँग लेख्न सक्यो भन्नेमा आधारित हुन्छ,
तब कक्षामा खुला छलफल र आलोचनात्मक चिन्तनलाई कसले प्राथमिकता दिला र? शिक्षकहरू पाठ्यक्रम सक्ने दबावमा हुन्छन्, विद्यार्थीहरू परीक्षा पास गर्ने दबावमा। यो त एउटा चक्र नै भयो। हो, यो चक्र तोड्न प्रणालीगत परिवर्तन नै आवश्यक देखिन्छ। एक मिनट है, म यहाँ अलिकति फरक सोच्न चाहन्छु कि हाम्रो परीक्षामुखी प्रणालीको कुनै सकारात्मक पक्ष नै छैन त? कतिपयले त यसलाई एउटा महान समकारक वा ग्रेट इक्वलाइजर पनि भन्छन् नि। यसले सबै पृष्ठभूमिका विद्यार्थीलाई आफ्नो योग्यता प्रमाणित गर्न एउटा मानकीकृत र निष्पक्ष अवसर दिन्छ। आलोचनात्मक चिन्तन जस्ता कुराहरूको मूल्याङ्कन त बरु बढी व्यक्तिपरक र पक्षपातपूर्ण हुन सक्दैन र? यो एकदमै जायज प्रश्न हो र यो बहस महत्त्वपूर्ण छ। हो, मानकीकृत परीक्षाले सतहमा हेर्दा सबैलाई एउटै नापले जाँचेर निष्पक्षताको भ्रम सिर्जना गर्छ। हो, तर यसले निम्त्याउने दीर्घकालीन क्षतिलाई हामीले नजरअन्दाज गरिरहेका छौं। जब शिक्षाको सम्पूर्ण ध्यान परीक्षा पास गर्नुमा केन्द्रित हुन्छ, तब हामीले जानकारी घोक्न सक्ने तर मौलिक सोच्न नसक्ने, समस्या समाधान गर्न नसक्ने र नयाँ आविष्कार गर्न नसक्ने जनशक्ति उत्पादन गर्छौं। यसले समाजलाई अगाडि बढाउँदैन, केवल यथास्थितिमा दौडाइरहन्छ। जहाँसम्म मूल्याङ्कनको कुरा छ, आलोचनात्मक चिन्तनको मूल्याङ्कन गर्न गाह्रो छ तर असम्भव छैन। यसका लागि परियोजना आधारित काम, समूह छलफलमा सहभागिता र तर्कपूर्ण लेखाइ जस्ता विधिहरू अपनाउन सकिन्छन्, जुन घोकाइभन्दा धेरै प्रभावकारी हुन्छन्। यो छलफलमा अर्को एउटा प्रश्न पनि उठ्छ, के यो आलोचनात्मक विधि कुनै खास राजनीतिक विचारधारा विद्यार्थीमाथि लाद्ने माध्यम बन्न सक्ने खतरा हुँदैन? शिक्षकले आलोचनाको नाममा आफ्नै विचारलाई सत्य भनेर सिकाउने सम्भावना कतिको हुन्छ? यो आलोचनात्मक शिक्षाशास्त्रमाथि लाग्ने एउटा प्रमुख आरोप हो र यो खतरा वास्तविक पनि हो। तर साँचो आलोचनात्मक शिक्षाशास्त्रले यही खतराबाट बच्न सिकाउँछ। एक कुशल शिक्षकको भूमिका आफ्नो विचार लाद्नु होइन। के हो त? बरु विद्यार्थीलाई विभिन्न धारणाहरू, विशेष गरी आफूले विश्वास गर्ने भन्दा विपरीत धारणाहरूसँग परिचय गराउनु हो र उनीहरूलाई ती सबै धारणाहरूको सबल र कमजोर पक्षको विश्लेषण गर्न सक्ने बनाउनु हो। उद्देश्य विद्यार्थीलाई के सोच्ने भनेर सिकाउनु होइन, कसरी सोच्ने भनेर सिकाउनु हो। यदि शिक्षकले आफ्नो विचार विद्यार्थीमाथि थोपर्छ भने त्यो आलोचनात्मक शिक्षाशास्त्र रहेन, त्यो त उही ब्याङ्किङ अवधारणाको अर्को रूप मात्र भयो। त्यसो भए आलोचनात्मक शिक्षाशास्त्रको अन्तिम लक्ष्य के हो त? कि यो केवल पढाउने एउटा राम्रो तरिका मात्र हो? हाम्रो छलफलबाट त यो त्यो भन्दा धेरै ठूलो कुरा हो भन्ने देखिन्छ। हो, यसको अन्तिम लक्ष्य सामाजिक सुधार र न्याय हो। यसले शिक्षालाई शक्ति, पहिचान र राजनीति निर्माण हुने महत्त्वपूर्ण क्षेत्रको रूपमा हेर्छ। यसको उद्देश्य विद्यार्थीहरूलाई लोकतान्त्रिक जीवनमा प्रभावकारी रूपमा सहभागी हुन आवश्यक पर्ने सीप र स्वभावको विकास गराउनु हो। र लोकतन्त्र भनेको चुनावमा भोट हाल्नु मात्र होइन नि। होइन, यो त सामाजिक मुद्दाहरूमा आफ्नो सूचित धारणा बनाउनु, फरक मतको सम्मान गर्नु र अन्यायको विरुद्धमा बोल्न सक्नु पनि हो। यो कक्षा कोठा बाहिरको जीवनको लागि तयारी हो। यो सबै कुरालाई एकै ठाउँमा ल्याएर सजिलै बुझ्न सकिने कुनै तरिका छ? यो नोटमा एउटा उपमा छ जसले मलाई निकै छोयो। कुन उपमाको कुरा गर्दै हुनुहुन्छ? ऐनाको उपमा। आलोचनात्मक शिक्षाशास्त्रलाई एउटा ऐनासँग तुलना गरिएको छ। हो, यो निकै शक्तिशाली उपमा हो। तर यो सामान्य ऐना होइन जसले बाहिरी संसारको प्रतिबिम्ब मात्र देखाउँछ। यो यस्तो ऐना हो जसले त्यो प्रतिबिम्बको पछाडि के छ र त्यसले किन त्यस्तो प्रतिबिम्ब देखाइरहेको छ भनेर हेर्न पनि सिकाउँछ। जस्तै उदाहरणका लागि हामी समाजमा गरिबी देख्छौं। सामान्य शिक्षाले गरिबीको चित्र मात्र देखाउँला, तर यो आलोचनात्मक ऐनाले सोध्न सिकाउँछ, यो गरिबीको कारण के हो? कुन सामाजिक, आर्थिक वा राजनैतिक संरचनाले यसलाई टिकाइराखेको छ? कसलाई यसबाट फाइदा भइरहेको छ? यसले सतहमा देखिएको कुराभन्दा गहिरो संरचनात्मक विश्लेषण गर्न सिकाउँछ। अर्थात् यसले विद्यार्थीलाई केवल ऐना हेर्ने दर्शक मात्र बनाउँदैन, बरु ऐनाको फ्रेम र त्यसमा देखिने दृश्यलाई नै आवश्यक परे फेर्न सक्ने कुशल कालीगढ बनाउने प्रयास गर्छ। कुशल कालीगढ? हो, यो निष्क्रिय अवलोकनबाट सक्रिय हस्तक्षेपतर्फको यात्रा हो। शिक्षाको उद्देश्य विद्यार्थीलाई संसार जस्तो छ त्यस्तै स्वीकार्न लगाउनु होइन,
बरु त्यसलाई अझ राम्रो र न्यायपूर्ण बनाउन सकिन्छ भनेर विश्वास दिलाउनु र त्यसका लागि आवश्यक बौद्धिक र नैतिक औजारहरू दिनु हो। आजको यो गहन विश्लेषणबाट हामीले के बुझ्यौं भने आलोचनात्मक शिक्षाशास्त्र भनेको केवल पढाउने एउटा नयाँ तरिका मात्र होइन। यो त शिक्षाको उद्देश्यलाई नै पुनर्परिभाषित गर्ने एउटा दर्शन हो। यसले शिक्षकले विद्यार्थीको दिमागमा ज्ञान जम्मा गरिदिने ब्याङ्किङ अवधारणालाई चुनौती दिन्छ अनि विद्यार्थीलाई निष्क्रिय प्राप्तकर्ताबाट सक्रिय ज्ञान निर्मातामा रूपान्तरण गर्न खोज्छ। र यसले शिक्षक र विद्यार्थी दुवैको भूमिका बदल्छ र सहकार्यमा आधारित संवादलाई सिकाइको केन्द्रमा राख्छ। नेपालको सन्दर्भमा शिक्षक प्रधान कक्षा कोठा, परीक्षामुखी प्रणाली जस्ता गम्भीर चुनौतीहरू छन्। निकै छन्। तर ती चुनौतीहरू भए तापनि यसको महत्त्वलाई नकार्न सकिँदैन, किनभने हामीले सामना गरिरहेका सामाजिक, राजनीतिक र आर्थिक समस्याहरूको दीर्घकालीन समाधानका लागि प्रश्न गर्न सक्ने र सोच्न सक्ने नागरिक चाहिन्छ। आजको छलफलले मलाई एउटा अन्तिम प्रश्नमा ल्याएर छोडेको छ। त्यो के हो? यदि शिक्षाको उद्देश्य केवल पाठ्यक्रम सक्नु र परीक्षा पास गर्नु मात्र होइन, बरु समाजलाई नै प्रश्न गर्न सक्ने र बदल्न सक्ने सचेत नागरिक तयार गर्नु हो भने हाम्रो आफ्नो सिकाइ र सिकाउने तरिकामा हामीले तत्कालै के कस्ता आधारभूत परिवर्तनहरू सुरु गर्न सक्छौं। सायद यो प्रश्न शिक्षकहरूका लागि मात्र होइन, हामी सबैका लागि हो।